के हो त आजको भिडियोमा मन्जुरीनामा भनेको हो त्यसको बारेमा विस्तृत रूपमा चर्चा गर्नेछौँ। जस्तै कि अब मन्जुरीनामा भन्नाले सिम्पल रूपमा बुझ्नु हो भने कुनै काम कारबाही स्वीकार गरेको, साकार गरेको अथवा कुनै काम व्यवहार गर्न वा नगर्नको लागि अनुमति, सहमति वा स्वीकृति दिएको कार्य मन्जुरी हो र लिखित रूपमा दिएको लिखत मन्जुरीनामा हो। भन्नाले सबभन्दा पहिला मन्जुरीनामा बुझ्नुभन्दा पहिला मन्जुरी बुझ्नुपर्छ र त्यसपछि त्यो मन्जुरीनामा इजिली तपाईँ बुझ्न सक्नुहुन्छ। भन्नाले जुन लिखतद्वारा मन्जुरी दिन्छ वा लिन्छ भने त्यसलाई नै मन्जुरीनामा भनेर बुझ्न सक्नुहुन्छ। ठिक छ। जस्तै कि अब मन्जुरी भनेको के हो भने कुनै पनि काम कारबाही स्वीकार गरेको भन्नाले केही काम भइरहेको छ वा हुन लागेको छ भने त्यो तपाईँ एक्सेप्ट गर्नु भइरहेको छ त्यो वा त्यसलाई केही गर्नको लागि मद्दत गर्नु भइरहेको छ त्यो भन्नाले साकार गरेको तपाईँ एक्सेप्ट त्यसलाई हामी एक्सेप्ट गरेको बुझ्छौँ र अथवा कुनै काम व्यवहार गर्न वा नगर्नको लागि अनुमति भन्नाले केही काम कसैले पनि गर्न चाहिरहेको छ भने त्यसलाई अनुमति तपाईँ दिनुहुन्छ भने भन्नाले तपाईँको अन्डरमा त्यो काम गर्नुपर्ने त्यो अनुमति चाहिन्छ भने तपाईँ त्यहाँ अनुमति दिनु भइरहेको छ भने वा कुनै पनि काम गर्न वा नगर्नको लागि सहमति दिनु भइरहेको छ भने त्यसलाई नै हामी मन्जुरी भनेर बुझ्न सक्छौँ। ठिक छ। सिम्पली रूपमा मन्जुरी भन्नाले तपाईँ पनि नेपाली भाषामा बुझ्न सक्नुहुन्छ। भन्नाले केही पनि कार्यको लागि तपाईँ मन्जुर हुनुहुन्छ भने त्यसलाई नै हामी मन्जुरी छ भनेर बुझ्छौँ। ठिक छ। र केही पनि कार्य गर्नको लागि विशेष विशेष रूपमा भन्नाले जब मन्जुरीनामा तयार पारिन्छ भने त्यहाँ कुन कामको लागि मन्जुरी मान्छे भएको छ भने त्यहाँ उल्लेख गर्नु परेको हुन्छ र कसरी मन्जुर भएको छ भन्नाले केही गर्नको लागि मन्जुर भएको छ कि सहमतिमा मन्जुर भएको छ कि केही स्वीकृति दिएको छ भने त्यस्तो कुरालाई हामी मन्जुरी भनेर बुझ्छौँ। ठिक छ। र सिम्पली भाषामा मन्जुरीनामा भनेको कुनै पनि काम गर्नको लागि दिने लिखित सहमति वा अनुमति पत्र हो। भन्नाले कुनै पनि अर्को व्यक्तिले केही काम गर्न चाहिरहेको छ, इच्छा छ भने तपाईँ त्यसलाई सहमति दिनु भइरहेको छ, ठिक छ तिमी यो काम गरिहाल भनेर भने त्यसलाई नै हामी मन्जुरीनामा भनेर बुझ्छौँ। ठिक छ। जस्तै हामी पढेको थियौँ नि वकालतनामा वा त्यहाँ वारिसनामा भनेर त्यहाँ पनि मान्छे पहिला मन्जुर हुन्छ तब नै त्यहाँ केही लेखत बनाउँछ। ठिक छ। जस्तै कि अब वारिस नै नियुक्त गर्दैछ भने त्यो एउटा विशेष प्रकारको मन्जुरीनामा अन्तर्गत आउँछ त्यो पनि तपाईँ बुझ्न सक्नुहुन्छ। भन्नाले त्यो वारिस नियुक्त भइरहेको छ भने एउटा व्यक्तिले सहमति जनाएको छ, मन्जुर छ भने त्यसलाई पनि हामी मन्जुरीनामा भनेर बुझ्न सक्छौँ। र त्यो अदालत सेक्टरमा युज हुन्छ जस कारणले गर्दा त्यो वारिसनामा बन्यो भने त्यही नर्मल काम कारबाहीको लागि कुनै पनि व्यक्तिलाई सहमति दिनु भइरहेको छ भने त्यसलाई मन्जुरीनामा भनेर बुझ्न सक्नुहुन्छ। ठिक छ। इक्जाम्पलको रूपमा यहाँ हेर्न सक्नुहुन्छ। यदि तपाईँको जग्गामा छिमेकीले झ्याल राख्न खोज्दैछ भने तपाईँले मेरो जग्गातर्फ झ्याल राख्नु मेरो मन्जुरी छ भनेर लेखिदिने कागज नै मन्जुरीनामा हो। भन्नाले यदि तपाईँको घरमा भन्नाले तपाईँको जुन ठाउँमा घर छ भने त्यसको छेउमा अर्कोको घर बनेको छ वा तपाईँको जग्गा जमिनको छेउमा अरूजना घर बनाइरहेको छ भने त्यसले के तपाईँसँग मन्जुरी लिन्छ कि तपाईँको साइडमा झ्याल खोल्न मलाई दिनु र झ्याल 2 फिट 3 फिट तपाईँकोतिर जान्छ भने त्यो बढी गाह्रो पर्दैन वा जे पनि गाह्रो पर्छ वा पैसै लिएर दिनु सहमति वा कुनै पनि एङ्गलबाटै कानुन बमोजिम तपाईँ सहमति दिनु भनेर त्यसले माग गर्छ भने त्यहाँ जसको जग्गा जमिन हो भने त्यसको मन्जुरी जनाउँछ र त्यहाँ मन्जुरीनामा लेखेर दिइहाल्छ कि हो ठिक छ तपाईँ मेरो जग्गा जमिनतिर झ्याल खोल्न सक्नुहुन्छ, ढुक्का खोल्न सक्नुहुन्छ भने त्यस्तो लेखतलाई नै हामी मन्जुरीनामा भनेर बुझ्न सक्छौँ। ठिक छ। र कुनै व्यक्ति आफै उपस्थित भई कार्य गर्नुपर्ने अवस्थामा आफै उपस्थित हुन नसकेको वा असमर्थ भएको आधार र कारणलाई आफ्नो सट्टा सो कार्य गर्ने अरू कुनै व्यक्तिलाई लिखित रूपमा पठाउनको लागि पनि मन्जुरीनामा प्रयोग गरिन्छ। भन्नाले भर्खर मैले भनेको कोर्ट सेक्टरमा जुन मन्जुरीनामा प्रयोग हुन्छ भने त्यसलाई हामी वारिसनामा भनेर बुझ्छौँ। ठिक छ। त्यस्तै नै कोर्टभन्दा बाहिरको कुनै पनि ठाउँमा वा कार्यमा तपाईँको सट्टा अरूजनालाई तपाईँ पठाउनु भइरहेको छ कि जाऊ यो कार्य गरिदेऊ भने त्यहाँ पनि तपाईँ मन्जुरी दिनुभएको छ कि यो व्यक्ति मेरो सट्टा यो काम गरिदिन्छ भनेर त्यो व्यक्तिलाई तपाईँ मन्जुरी दिनु भइरहेको छ। ठिक छ। त्यसलाई पनि हामी मन्जुरीनामा भनेर बुझ्न सक्छौँ। र अब मन्जुरीनामामा ध्यान दिनुपर्ने कुरा के छ भने सबभन्दा पहिला स्पष्ट उद्देश्य, ठिक छ, त्यसपछि समय सीमा र साक्षी र प्रमाणीकरण यो 4वटा कुरा त्यसमा ध्यान दिनुपर्ने हुन्छ। यो 4वटा कुराको आधारमा नै मन्जुरीनामा तयार पारिन्छ। ठिक छ। र यो 4वटा कुराकै आधारमा मन्जुरीनामा तयार पारिन्छ। जस्तै अब स्पष्ट उद्देश्यले के भन्छ कि के कामको लागि सहमति दिएको हो त्यो स्पष्ट लेख्नुपर्छ। भन्नाले अब मन्जुरीनामा त भइसक्यो भन्नाले मन्जुरीनामा बनाउँदाखेरि नै त्यहाँ के कुरामा मन्जुरी भएको छ त जस्तै यहाँ हामी इक्जाम्पल हेऱ्यौँ झ्याल खोल्नको लागि। ठिक छ। भने त्यो त्यहाँ उद्देश्य भइहाल्यो कि झ्याल खोल्नको लागि। जस्तै कि अब केही कुरा त्यहाँ गएर ट्रान्सफर गरिदिनको लागि
वा यो कुरा त्यहाँ बेचिदिनको लागि वा मेरो सट्टामा अदालतमा उपस्थित भइदिनको लागि भने त्यो सबै त्यो लेखतको वा मन्जुरीनामाको के हुन्छ कि उद्देश्य हुन्छ, ठिक छ? त्यसपछि समय सीमा भन्नाले कति समयको लागि त्यो मन्जुरी दिएको हो, जस्तै कि कुनै पनि जग्गा नै तपाईँ अरूजनालाई दिनु भइरहेको छ उपभोग गर्नको लागि भने तपाईँ पनि त्यहाँ मन्जुरी नै दिएको मानिन्छ र त्यसलाई पनि हामी मन्जुरीनामा अन्तर्गत नै राख्छौँ त्यो लेखतलाई, ठिक छ? त्यहाँ पनि समय सीमा राख्नुपर्छ कि कति समयसम्म त्यो व्यक्तिले उपभोग गर्न पाउँछ वा कति समयसम्म अरू व्यक्तिले तपाईँको जग्गामा झाल ढोका खोल्न पाउँछ। त्यही भएर यहाँ त्यहाँ त्यो मन्जुरीनामामा समय सीमा पनि धेरै इम्पोर्टेन्ट हुन्छ र आवश्यक हुन्छ, ठिक छ? त्यसपछि साक्षी भन्नाले कम्तीमा 2 जना साक्षी राख्नुपर्छ, किनभने कानुनी आधार बनाउनलाई। किनभने कुनै पनि अवस्थामा मान्छेले भन्न सक्छ कि यो मन्जुरीनामा मैले दिएको होइन, मलाई दबावमा गरेर वा कुनै पनि धाक धम्की देखाएर यो मन्जुरीनामा लिएको हो भने र कोही नभन्न सकोस् भनेको कारणले गर्दा त्यहाँ साक्षी राखिन्छ कि त्यहाँ प्रमाण पनि बलियो हुन्छ र त्यहाँ भ्यालिडिटी पनि प्राप्त हुन्छ कानुन बमोजिम। र त्यसपछि प्रमाणीकरण र कुनै पनि प्रकारको मन्जुरीनामा यदि मान्छेले अरूलाई दिँदैछ भने त्यो बुझ्नु जे केही काम गर्नको लागि दिएको छ वा केहीमा सहमति भएको छ भने त्यो आफ्नो अधिकार नै प्रयोग गर्नको लागि त्यो हुन्छ नि त्यो मन्जुरीनामा त्यो तयार पारिएको हुन्छ। त्यही भएर अधिकारसँग रिलेटेड भएको कारणले गर्दा त्यसलाई त्यो वाडा कार्यालयमा दर्ता गराउनुपर्छ वा कुनै पनि त्यो लेखत बमोजिम सम्बन्धित निकाय छ भने त्यो सम्बन्धित निकायमा प्रमाणित गराउनुपर्छ। जस्तै कि अब नर्मल झाल ढोकाको कुरा भइहाल्यो वा त्यहाँ जग्गा उपभोगको कुरा भइहाल्यो भने त्यो वाडा कार्यालयमा गराउँदा हुन्छ, जुनको वाडाको जुरिडिक्सन अन्तर्गत पर्ने कुरा छ, क्षेत्र अधिकार पर्ने कुरा छ। अब त्यही नै अदालतको क्षेत्र अधिकार अन्तर्गत पर्ने कुरा छ भने त्यहाँ अदालतमा जानुपर्छ। कुनै पनि अर्को निकायमा पर्नुपर्ने कुरा छ, ब्याङ्कमा तपाईँको मन्जुरीनामा दिनुपर्ने छ भने ब्याङ्कमा जानुपर्छ भने भएर एकमुष्ट रूपमा यहाँ सम्बन्धित निकाय भनेको छ भन्नाले जुन लेखत जेसँग रिलेटेड राख्छ त्यहाँ गएर प्रमाणित गराउनु पर्नेछ, ठिक छ? र म मन्जुरीनामा भनेको के हो भनेर बुझिसक्नु भएको होला।